र मान्छेले उमेरसँगै विभिन्न कुराहरू चाहिँ सिक्छ अरे। ती सामान्य कुराहरू म आज भन्न गइरहेको छु यसो रमाइलोको लागि। एक घर जस्तो ठाउँ अन्त कहीँ पनि हुँदैन अरे। 2 नम्बर बाल्यकाल नै सबैभन्दा सुनौलो समय हो अरे। त्यो बाल्यकालमा नै त्यो जति सुनौलो समय चाहिँ त्यसपछि हुँदैन अरे। शारीरिक व्यायामले शरीरलाई तनाव कम गर्छ। परिवार र पैसा सबैभन्दा महत्त्वपूर्ण कुरा भन् रे। मन टुट्नु र असफल हुनु जीवनको एउटा चाहिँ पार्ट हो। मन टुट्न सक्छ, असफल पनि हुन सकिन्छ। त्यसलाई सामान्य जीवनको एउटा हिस्सा हो भनेर चाहिँ लिनुपर्ने हुन्छ। तपाईको निर्णयले जीवनको रूपरेखा गर्छ, भाग्यले होइन। तपाईले कुन निर्णय लिन सक्नुहुन्छ त्यसले त्यस निर्णयले गर्दाखेरि तपाईको त्यो निर्णयमा चाहिँ तपाईको राम्रो निर्णय हुन गयो भने भाग्य राम्रो भयो, नराम्रो निर्णय भन्यो भने भाग्य नराम्रो भयो। यो निर्णयले जीवनको रूपरेखा गर्छ, ताकि भाग्यले गर्छ भन्ने चाहिँ होइन। पुस्तक वास्तवमै मानिसको सबैभन्दा मिल्ने साथी हो। पुस्तकले सँग चाहिँ हाम्रो डिबेटै हुँदैन क्या। पुस्तकमा जे छ त्यही कुरा हामीले लिन्छौँ। त्यसै भएर चाहिँ जीवनको सबैभन्दा मिल्ने साथी पुस्तक भनिएको। तपाईले आज जे चाहनुहुन्छ नि भोलि त्यसको कुनै अर्थ छैन। त्यो समयले जे चिज पनि समयले त्यो मागलाई फरक समयमा फरक चिजको माग हुन्छ कि। आज तपाईले जे चाहना थियो र तपाईले जे खोजिरहनु भएको थियो भोलि चाहिँ तपाईले त्यही चिज प्राप्त गर्दा पनि त्यसको कुनै अर्थ नहुन सक्छ। त्यो समयअनुसारको चाहिँ माग फरक हुन सक्छ। पछुतोमा समय खेर फाल्नु र रुनुले कुनै परिणामै दिँदैन। अझै त ला यस्तो भयो उस्तो भयो भनेर समय चाहिँ फाल्ने अनि रोएर चाहिँ त के हो र। अब एकछिन रोएर चाहिँ केही परिणामै आउँदैन। रुनी मात्रै हो, परिणाम आउँदैन। आँसु आउँछ त्यही हो, परिणाम आउँदैन। तपाईँका साथीहरू जतिसुकै नजिक भए पनि समयले हराउँदै जान्छ। त्यो साथीहरू भनेको कस्तो चिज रहेछ भन्दाखेरि स्कुल पढ्दाको छुट्टै साथी हुन्छ, व्यवसाय गर्दाको छुट्टै साथी, कलेज पढ्दाको छुट्टै साथी हुन्छ, अब बुढेसकालको छुट्टै साथी। यो साथीहरू चाहिँ उमेरसँगै चाहिँ आउँदै जाने, हराउँदै जाने। त्यो समयअनुसारको साथीको चाहिँ त्यो फरक हुँदो रहेछ। तपाईँको कडा परिश्रमको कसैले पनि वास्ता गर्दैन। तपाईँले जति परिश्रम गर्नु त्यसलाई कसैले वास्ता गर्दैन। तर तपाईँको नतिजा चाहिँ त्यो मान्छेले हेरिरहेको हुन्छ। तपाईँको नतिजा राम्रो छ, परिश्रम गर्नुहोस् नगर्नुहोस् त्यसले चाहिँ कुनै अर्थ राख्दो रहन्छ। तपाईँले जति परिश्रम गर्नु नतिजा आएन भने मान्छेले यसले केही पनि गरेन भन्छ। कडा परिश्रमको मान्छेले वास्ता गर्दैन। मानिसहरू केवल तपाईँको परिणामलाई मात्रै हेरेर बसिरहेको हुन्छ। त्यस्तो भनिन्छ। यस संसारमा सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध भनेको तपाईँको आफैसँग हो, अरू कसैसँग पनि छैन। तपाईँले आफैलाई सबैभन्दा ठुलो मान्नु पनि आफैलाई हो। चाहिँ सम्बन्ध पनि हजुरको आफैसँगै हुनुपर्ने।